ट्राभल डायलग्स साउथ एसिया परिवर्तनशील पर्यटन गन्तव्यको लागि नयाँ आवाज। साउथ एसिया विश्वको जनसङ्ख्याको 1/4को घर हो, तर यो विश्वव्यापी अन्तर्राष्ट्रिय यात्राको केवल 2% मात्र आकर्षित गर्छ। यो सम्भावनाको कमीका कारण होइन, प्राचीन सभ्यताहरू र समृद्ध सांस्कृतिक धरोहरदेखि लिएर विविध धर्महरूमा र मनमोहक परिदृश्यहरू हिमालयदेखि शुद्ध समुद्र तटहरूसम्म साउथ एसियाले संसारका सबैभन्दा अनौठा यात्रा अनुभवहरू प्रदान गर्दछ। तर वर्षौंसम्म पर्यटनको वृद्धि राजनैतिक चुनौतीहरूले सीमित गरिएको छ। सीमित नवप्रवर्तन र आकर्षक कथानकको कमी। तर भविष्य परिवर्तन हुँदैछ। आजका यात्रीहरू केवल दृश्यावलोकनभन्दा बढीको खोजी गर्दैछन्। उनीहरू अर्थपूर्ण, रूपान्तरणकारी अनुभवहरूको खोजीमा छन् जसले कल्याण, उद्देश्य र गहिरो जडानलाई प्रवर्धन गर्छ। साथै यात्रा खर्चको वृद्धि र वृद्धावस्थामा पुगेको विश्व जनसङ्ख्या एसियामा क्षेत्रीय छोटो दूरीको यात्रातर्फको परिवर्तनलाई अघि बढाइरहेका छन्। यसले साउथ एसियालाई विश्व पर्यटनमा यसको भूमिकालाई पुनः परिभाषित गर्ने एक शक्तिशाली अवसर सृजना गर्दछ। यस रूपान्तरणलाई समर्थन गर्न ट्राभल डेली न्युज एसिया र मिनिङफुल टुरिज्म सेन्टर हामीले नयाँ साप्ताहिक पोडकास्ट श्रृङ्खला सुरु गरेका छौँ, ट्राभल डायलग्स साउथ एसिया। यो श्रृङ्खलाले उद्योगका विशेषज्ञहरू, विचारकहरू र नीतिकारहरूलाई एकत्रित गर्दछ। क्षेत्रलाई आकार दिने प्रमुख प्रवृत्तिहरू, दिगो विकासका पहलहरू र नवाचारहरू अन्वेषण गर्न। केवल 20 मिनेटमा प्रत्येक एपिसोडले साउथ एसियामा यात्रा र आतिथ्यको भविष्यमा केन्द्रित दृष्टिकोण प्रस्तुत गर्दछ। हरेक बुधबार नयाँ एपिसोडहरू travelDailyNews.asiaमा रिलिज गरिन्छ। वार्तामा सामेल हुनुहोस् र साउथ एसियाका लागि मिनिङफुल टुरिज्म भविष्यको निर्माणमा भाग लिनुहोस्। थप जानकारीको लागि कृपया प्रोफेसर डाक्टर वोल्फगाङ जियोर्ग आर्टलाई art@meaningfultourismcenter.org मा सम्पर्क गर्नुहोस् वा थियोडोर कुमेलिसलाई theodore@travelDailyNews.asia मा सम्पर्क गर्नुहोस्। धन्यवाद।